हेलो व्हाट्सअप गाइस, नमस्ते। मेरो नाम जीएस गोपाल भ्लग आनन्दनगरदेखि म लेकबेसी 9 जाँदैछु। भिडियो एकदम राम्रो आउनेछ र कन्टेन्ट पनि राम्रो बन्ने जस्तो लाग्ला छ हैन। आज चाहिँ मैले किनकि मेरो गाडीमा चाहिँ थोरै 2 बोरा माल लिएर मतलब सामान लिएर म आफ्नो गाउँ जाँदैछु। किनकि आज गाउँबाट थोरै अँध्यारो आएको कारणले चाहिँ म गाउँ जाँदैछु हैन गाइस। वीरेन्द्रनगर हाम्रो लेकबेसी 9 कालटारीसम्म जाने बाटो कस्तो रहेछ र कस्तो छ बाटोमा देखाउटी पिच बन्ने कुरा थियो, पिच बने कि बनेन होइन। यताउता बाटो कस्तो छ, त्यसको बर्खा सिजन छ नि, बर्खा सिजन बाटो त्यो कस्तो भइरहेछ त्यो पनि देखाउने छु गाइस। यता माथिको बाटो चाहिँ बिग्रिन्छ भन्ने कुरा सुनेको छु मैले। म चाहिँ अस्ति चाहिँ स्कुटीमा गएको थिएँ। स्कुटीमा जाँदाखेरि चाहिँ म तलको बाटो गएँ। आज चाहिँ म अटोमा सामान लिएर जाँदैछु। त्यही भएर गाइस होइन, अब हाम्रो लेकबेसीको बाटो कस्तो छ त्यो देखाउने छु र देखाएको साथसाथै म तपाईँलाई हाम्रो गाउँको पनि भ्यू देखाउँदैछु। सो यो भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला गाइस। मेरो जीएस गोपाल भ्लगलाई पनि तपाईँहरूले सब्सक्राइब पनि गरिदिनु होला हैन। लाइक कमेन्ट तपाईँले टिकटक फेसबुक युट्युबमा सबैमा तपाईँले यही जीएस गोपाल मात्रै। यो अब म अहिले पिपिरा थिएँ है। पिपिरा भन्दा यतापट्टि पदमपुर माया पेट्रोल पम्पबाट हिँडेको गाइस। पहिला म चलाएको त्यो बाटो अब होइन, यहाँबाट तपाईँको नन स्टप गयो भने 1 घन्टामा पुग्छ हामी। म अब 1 घन्टासम्म तपाईँहरूलाई भिडियो बनाएर दिनेछु र मेरो भिडियो युट्युबमा खासै त आएको छैन। सर्ट भिडियोमा चाहिँ 2-3वटा भिडियो छ अनि फुल भिडियो चाहिँ अब यो बन्दैछ गाइस हैन। अब मेरो पहिलो भ्लग यही हो र अरू सोलुखुम्बु गएको चाहिँ भिडियो थियो मैले किनकि त्यो फाल्थेँ, किनकि त्यसमा कपिराइट देखाएको कारणले गर्दा। यसमा चाहिँ म अर्ग्यानिक मात्रै आफ्नो भोइस बाहिरबाट एडिटिङ केही हाल्ने छैन र त्यसको कारणले गर्दाखेरि युट्युबमा धेरै धक्का परेको कारण मेरो फ्रिज पनि भएको थियो, एकछिका एकदम चलेन। तपाईँको सब्सक्राइबर भएको सब्सक्राइबर आफै गयो हट्यो है। अब चाहिँ नहोला भन्ने कुरो छ। भिडियो चाहिँ आफ्नै सकेसम्म आफ्नै भोइसबाट ओरिजिनल अर्ग्यानिक भिडियो हाल्ने प्रयास गर्नेछु। रियलमा त देखाउन सक्दिनँ म तपाईँहरूलाई। जस आफू त्यो ठाउँमा नपुगे जस्तो तपाईँहरूले भिडियोमा हेरेर मजा लिनु मात्रै हो। अब त्यस्तै हो भनौँ। जुम्ला कालीको मोगु यताउता पुगेको, अरू पुगेको र आफूको पुगेकोमा धेरै फरक हुन्छ फेरि गाइस। हेर्ने हो सबैको, हेर्ने हो सबैको, लाइक गर्ने, सबैको कमेन्ट गर्ने, भर्याङ गुरुङ गड्याङ गुरुङ हानिदिने के केही फरक पर्दैन। त्यही भएर सकेसम्म आफू पनि घुम्ने प्रयास गरौँ है। मोबाइलको सदुपयोग पनि गरौँ। एउटा कुराले चाहिँ वान टाइप भिडियो, यो भिडियोमा अब के भन्ने हो, लाइक त त्यस्तै हो। अब सब्सक्राइबै छैन त नि कसरी लाइक आउने। तर पहिलोचोटिमा चाहिँ कति आउँदो रहेछ हेरौँ। मेरो वीरेन्द्रनगरदेखि अब तपाईँको लेकबेसी 9सम्म जाँदैछ हाम्रो कालटारी भन्ने ठाउँमा। अब बाटोको होलिया त्यस्तै, अब बाहिरको भ्यू त अब त्यति साह्रो देखाउन सकिनँ, सानोतिनो भए पनि देखाइन्छु। अहिले म अब लगभग धुलाबीट निस्किन्छ क्या। धुलाबीटको बाटोबाट म उता तपाईँलाई अगाडि फोकस क्यामेरा, बाहिरको भ्यू, बाटो कस्तो छ, कहाँसम्म छ पिच, कस्तो छ पिच, त्यो हेर्दै गर्नुपर्छ गाइस हैन। तपाईँ सकेसम्म आफ्नो गाउँलाई चिनाउ भन्ने धारणा हो। सकिन्न के गर्ने अब त्यो त्यसो गाइस। अनि यो भिडियो कम्प्लिट गरेर चाहिँ म विभिन्न जग्गा जानेको प्लानमा छु मेरो फ्यामिलीलाई लिएर। अहिले चाहिँ जाँदिनँ होला सायद। अहिले चाहिँ म एकदम काममा बिजी छु। काममा भन्दा पनि त्यस्तै हो, कहिले यता कहिले उता भइरहेछ। कमाइ पनि छैन यो साल, त्यो महिना झन्। त्यही भएर अब हामी धुलाबीट आइसक्यौँ होइन साथीहरू। अब धुलाबीटबाट म तपाईँलाई अगाडिको भ्यू देखाउन गइरहेको छु। फर वाचिङ द भिडियो गाइज। मेरो भिडियो लास्टसम्म हेरिदिएकोमा धेरै धन्यवाद। तपाईँलाई म के बिन्ती बिसन आएको भन्दाखेरि मेरो भिडियो बनाउँदा मेरो मोबाइलको ब्याट्री डाउन भएको कारणले गर्दाखेरि तपाईँहरूको सामुन्ने मैले फुल भिडियो ल्याउन सकेन। आशा छ तपाईँहरूले मेरो यो भिडियोलाई धेरै माया गरिदिनु हुनेछ। त्यसै गरी म अगाडि बढ्नेछु। नेक्स्ट भिडियोमा चाहिँ अनिवार्य मेरो यो अहिले छोडिरहेको भिडियोलाई चाहिँ ल्याउने छु, माफ गरिदिनु होला। त्यसलाई यति नै साथीहरू, हस्त, धन्यवाद।